अरू यस्तै छ जङ्गल आउँदा हल्का केयरफुल भएर आउनु होला न हेर्न सक्नुहुन्छ तपाईहरु यहाँ रुखबाट पानी निस्किदै सबजनालाई फेरि पनि स्वागत छ तपाईको ब्लगमा सरी हाम्रो ब्लगमा हामी आइसकेको छौं आज जाँदै छौं जंगल जंगलको सफर कस्तो रहिरहेछ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ जंगलको नजारा हेर्न सक्नुहुन्छ हामी भन्दा पनि ठुलो ठुलो त्यो के भन्छ यसलाई हो त्यही भन्छ मलाई थाहा छैन त्यही भएर त्यही भन्छ है कैसे लोग रहते हैं यार हैन स्कुलको ड्रेस लगाएर आएको स्कुल जस्तै भाइब लागिरहेछ हैन स्कुल हैन कलेज यता पछाडी पनि मान्छेहरु धेरै छन् हाई हाई गर्न सबैजना ए भ्लग बन्दै छ हेलो गर हेलो सबले यसरी हेलो हेलो गर्दैछ तर हेलो हेलो क्यामेरामा चाहिँ आएको छ कि छैन अरु मान्छेहरु अगाडि गइसकेको छ हामी मात्रै पछाडी छुटेको हामी जम्मा 4 जना अहिले मात्रै छौं अगाडि गइसकेको छ मान्छेहरु के गर्नु हाम्रो यस्तै छ हिँडाइ पनि यस्तै पछि परिहाल्यो के गर्नु अब अघि बढ्नु पर्छ यता नजारा पनि खत्रै छ वाउ डेन्जरस भेरी डेन्जरस यहाँ नजारा पनि खत्रै छ यहाँ हामी जाँदै छौं जंगलैतिर अब कति टाढा जाने थाहा छैन तर जंगल चाहिँ जाँदै छौं तू समझा हां नहीं तू समझा नहीं यता मान्छेहरु आफ्नै तालमा आउँदैछन् हेर्न सक्नुहुन्छ तपाईहरु सब चिलमा छ हामी जंगलमा छौं अरु सब चिलमा समझ रहे हो आप समझ रहे हो यहाँ अगाडि पनि धेरै मान्छेहरु छ हिँडिरहेको छ हामी पनि हिँडिरहेको छौं अझै यो भन्दा पनि अझै मान्छे छ अगाडि त्यो चाहिँ अगाडि गएर हेरौँला लगभग धेरै टाढा आइयो अपनो मतलब सब क्या अपनो लीजिए अपनो दिशा घुमाउँछ नि त क्यामेरा त आफैतिर घुमाउने हो नि त के हैन अरूतिर घुमाएर के गर्नु थाकिसक्यो बेन्चो ट्र्याक्टर पनि कति बेला आउने हो थाहै छैन ट्र्याक्टरको अत्तो पत्तो छैन नितेश चौधरी केही भन्न चाहनुहुन्छ तपाई पनि कच्चाले काट्दिन्छु धराइदो के गइछ गिरबो गर्दै है देखो गिरबो गर्दै गयो हो सट्टा हान्दै म टुटु हुक्का हान्दै म बुटु मेरो अनुहार हेरेको छ कि छैन होला कत्रो चिप्लो यत्रोमा त फेरि लडेर ड्याङ ओ भाइ साहब यस्तो चिप्लोमा हामी हिँडिरहेका छौं हेर्न सक्नुहुन्छ तपाईहरु जो लोग इंडिया से देख रहे हैं उसके लिए एक सूचना देना चाहता हूँ अगर आप जंगल जा रहे हैं तो ध्यान रखिए ये 3 को झाड़-पात में चलते हो तो आप झाड़-पात में चलते हो तो आप सांप उसे बच के रहिएगा वरना डस लेगा सीधा परलोक चला जाएगा हिंदी बोलना नहीं आता अच्छा से इसीलिए हम नेपाली बोलेगा नेपाली बुझना है तो बुझो नहीं बुझना है तो भाड़ में जाओ कौन क्या कर लेगा मेरा मैं नेपाली बोलेगा आई एम नेपाली अलवेज नेपाली जय नेपाल आज म बोल्छु तपाईहरु सुन्नुहुन्छ
हाम्रो जेनजी प्रोटेस्टमा पछाडिको सपोर्टरहरू हुँदैछ। लु जम्मा जम्मी एकजना सपोर्टर छ त, एकजना सपोर्टर छ पछाडि। सेट आम्मामा यत्रो खोलामा आइसक्यो। यहाँ त हिलो छ। के हो? ओ माई गड, ओ माई गड, ओ माई गड, थाकिसक्यो। यहाँ कत्रो टाढा हिँड्न परिरहेको छ। ओ माई गड, ओ सेट खुट्टा दुखिसक्यो अरे यता हिँड्दा हिँड्दा। तर मेरो खुट्टा दुखेको छैन किनकि म स्ट्रङ मान्छे। यस्तै हो यहाँ घाम गाइड साइड के भन्नु, यस्तै हो यहाँ घामै घाम हिँड्नु परिरहेछ। घरिघरि छारी आउँछ। घरिघरि छारी आएपछि त हल्का शीतल लाग्छ, आनन्द। घाम आएपछि त टाउको फुट्छ जस्तै हुन्छ। के भन्नु अरू यस्तै छ। जङ्गल आउँदा हल्का केयरफुल भएर आउनु होला न। पसिना निस्किसक्यो हिँड्दा हिँड्दा। त्यही पनि कोही हेर्दिन त। रुक्ने र कतै गयो? यत्रो जङ्गलमा आइसक्यो चिक्ने। यो मुजी रहेछ फेरि चिक्ने। त्यस्तै गीत पनि त्यस्तै सुन्छ क्या मा, त्यस्तै लौरा भइन्छ। यत्रो टाढा आयो होइन, त्यही पनि मुजी यस्तो गीत सुनिरहेको छ उहाँहरू। यस्तो गीत सुनाउने हल्का हल्का हुन्छ नि, हल्का भोजपुरी बजा, अरू मुजी हिन्दी बजा, सिक्ने हल्का हुन्छ नि। यस्तो पुरानो गीत बजाएर साले अहिले पनि सुनेन। अर्को गीत चेन्ज गर भन्छु त्यही पनि सुन्दैन। गीत चेन्ज गर भनेर गीत चेन्ज गर के यस्तो पुरानो गीत सुनेर हुन्छ? पुरानो गीत सुनेर काम छैन के। हल्का नयाँ डिजे यस्तो बजा बरु। यता दर्शक बिनहटले सुन्दैन, त्यही भएर आफै सुन्ने हो। काम करना है सबको सब काम चोरहरू आएको छ अरे। यत्रो दूर आए फेल बैठो की चार वो तो दूर से आए फिर बैठो। खबर खबर ठीक है सब? केहन वाला ठीक है? केहन वाला ठीक है? कैमरा देखने तो बढ़िया वाला छ। ल ठीक छ। यहाँ मान्छेहरू छ, यहाँ दौरा गर्ने हलिरहेको छ भाइहरू छ। के छ भाइहरू खबर? के छ भाइ तेरो हाल खबर? ले कुराहरूले ले ए ताकतवर मान्छे आइसकेको छ यहाँ। फिल्डमा उत्रिसकेको छ ताकतवर मान्छे। ड्याङ काट्नलाई सुरु भइसकेको छ अब। ओ माई गड, ओ माई गड। पूजा कर पूजा। लु छोप मार। ए रे भाइ ड्याङ दिइरहेको छ यसले। ओ माई गड, ओ माई गड, ओ माई गड। यसले स्टार्ट गरिसकेको छ। सबभन्दा द्वन्द्वकारी मान्छे काम गर्ने मान्छे यही हो। यो एकजना म यहाँ बसिसकेको छु यो रुखमा। बहिनीहरूले हल्लाउँदैछ पुरै ड्याङमा त्यहाँ बसेर। रुको जरा, सबर करो, बोला धक्का।
हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ रुखबाट पानी निस्किँदैछ हेर्न सक्नुहुन्छ पुरै भोत निस्किँदैछ ओ माई गॉड हेरो बा के को पात हो यस्तो तपाईँहरू चिन्नुहुन्छ भने यसो कमेन्ट गरिदिउँ त के को पात यो के को पात हो यस्तो हो यो पनि चिन्दिनँ के हो के थाहा छैन उता